देशको अवस्था यस्तै हो। यो ग्रह दशाले नि यस्तो बनाइरहेको छ। अब यस्तो हो, मैले भन्दै छ नेपाल 2032 देखि उता विश्वको शक्तिशाली नम्बरमा कतिौं नम्बरमा आउन चाहिँ आउँछ। शक्तिशाली देश, विकसित देश, आर्थिक रूपमा सम्पन्न भएको देश चाहिँ नेपाल हुन्छ यदि 2032 सनमा बालेन प्रधानमन्त्री नै हुनुहुन्छ भन्ने कुरा आफ्नो ठाउँमा छ। तर 2032 देखि उता बृहस्पति मंगल शनिको प्रभावहरू भयंकर नेपाललाई पर्छ। त्यतिखेर त धेरै ठूलो विकास हुन्छ नेपाल। 2032 देखि उता त धेरै आनन्दका दिनहरू नेपालीले त्यहाँबाट यता त अलिकति यस्तै हुन्छ। यस्तै के भइरहेको छ। तर देश एउटा फड्को मारिसक्यो। अब ग्रह गोचरले पनि अब बृहस्पतिमा अब राम्रो मान्छे, अब अझै अब यो बृहस्पति राजा आउँछ भन्ने हल्ला जुन भइरहेछ माता साता धामी झाँक्री गुरुहरूले, यस्तो क्या बृहस्पतिले अत्याचारी बनाएको बेला चाहिँ राजा आउन सक्ने सम्भावना बन्छ नै। यो 7 वर्ष बनेको हो क्या, यो 7 वर्ष बनेको हो क्या। अब आउन सक्ने स्थितिहरू त्यही हामी भन्दैछौँ त। अहिले 2632 सम्ममा केही न केही उलटफुलट फेरि हुन्छ, सम्भावना बन्छ। तर कतिखेर भन्ने कुरो चाहिँ अब हामीसँग राज परिवारको कुण्डली हुनु पर्यो।